ल यो तरुल हेर्नुहोस् यहाँ लगभग 7 केजी 6.5 7 केजी जति चाहिँ आज हामीले 3टा बोटमा बेला पार्न सफल भयौँ। यो एउटा बोटको यति आयो। फेरि यो अब अर्को बोटमा हामी जाँदैछौँ। यो नजिकै रहेको कारणले गर्दाखेरि हामीले खन्न पनि अलिक सजिलो भएको छ। आम्मा यो चाहिँ अहिले चाहिँ हाइस आयो है। यो हो नि त नि यस्तो हो नि त नि यो हो भने क्या बन्तल खन्दाखेरि यदि ठुल्ठुलो आयो भने त खन्नुको मजा नै छुट्टै हुन्छ क्या। लगभग हामी तल घरदेखि आधी घन्टाको पद यात्रा पश्चात अब हामी नजिक आइसकेका छौँ। अब हामी रमिते छेउ आइपुगेका छौँ। रमिते डाँडा पनि भन्दो रहेछ। अब हामीले पाउने भनेको यही भिर पाखातिर खोज्नुपर्ने हुन्छ बनतरुल। तपाईँ अहिले खानु भएको छ, तपाईँको प्लेटमा आएको छ तरुल। तर कसरी आयो कहाँबाट आयो भन्ने कुरोहरू आजको यो भिडियो मार्फत तपाईँले प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ। दाजु कहाँनिर जानुपर्ने? फेरि एकदम ठाडो उकालो रहेछ, नाकको डाँडी जस्तो। बनतरुल त्यति सजिलो ठाउँमा पाइँदैन तपाईँहरूले जुन खानुहुन्छ है दाजु पनि। उयो पनि हो होइन हो त बोट सुकेको हामीले भनेको त यस्तो त तल पनि थुप्रै पाउँछ है। ल अब चाहिँ म यो त बाहिर छ ओहो एकै ठाउँ पो रहेछ यो है। मतलब एक ठाउँ खानु भने त मतलब एउटै खाँदामा आउँछ यो स्टोर यहीँनिर यहाँ कतिले दुःख न। बनतरुलको बोट चाहिँ तपाईँको यस्तो हुँदो रहेछ है। ए लु यति खाँदा फेरि माथिबाट खानु भने त्यो झ्याम्बाले गइदियो भने त फेरि चाँदीबाट छ नि यो र त्यो लगभग उत्तिकै छ। यो 3टा खन्दा हामीलाई भाजी पुग्छ। ल आज आजको हाम्रो यो बनतरुल खन्ने कार्य चाहिँ यही यो स्थानमै हुनेछ। हेरौँ एउटा यो तपाईँको यो एउटा 2टा 3टा 4टा बोटले गर्दाखेरि हेरौँ कति केजी आउँदो रहेछ भन्ने कुरो तपाईँलाई यो भिडियोमा हेर्न सक्नुहुन्छ है। यो ढुङ्गा हामीले किन फाल्दैछौँ भनेदेखि नि तलतिर कोही मान्छेहरू छन् भने सतर्क रहोस् भनेर फाल्ने गरिन्छ। यो चाहिँ भनेको प्रायः सिकारीहरू वन जङ्गलमा जति पनि बाख्राहरू चलाउने गाई बस्तु चलाउनेहरूलाई यो चाहिँ हामीले सतर्कता अपनाउन लागेको हो। यो यति गरिसके पछाडि जति पनि गोठाले सिकारीहरू छन् तिनीहरू चाहिँ सतर्क रहेर बस्नु होला भनेर यो चाहिँ एउटा सङ्केत हो। यो पनि हुने रहेछ। तपाईँको झोला के हुँदैन तल मात्रै खानु।
माटो त कस्तो मलिलो यहाँ त छ होला है हुनुपर्ने हो मलिलो चाहिँ ठुलो हुन्छ लगभग कति फुट तल खन्नुपर्छ यो लगभग 4-5 फुट तलबाट निस्किन्छ है यो प्रकृतिले मान्छेलाई है दिएको छ नि हो 6 महिना त पहिला हाम्रो दाजुहरू यो खाएर बस्छ त्यो अपुर्पी हुँदाखेरि अपुर्पी हुँदाखेरि लगि त्यतिखेर अपुर्पी हुँदाखेरि त अनि सबै अनि मरेको पनि सुन्नु हुने र परेको कामहरु त्यो अपुर्पी चाहिँ अलिक उ हो दाजुदा चिकन पक्स भन्छ त्यो लागि सक्यो बस्दैन तर उ गरेको हुन बसेर छ त्यति बेला औषधि छैन अहिले त बस्छ अब एकचोटि बुढाको हुनु तपाईँले कहिले काहीँ खन्दै खन्दा गर्दाखेरि यो के हो वनतरुल खन्न आउँदाखेरि चाहिँ झ्याम्पल र कुरालो चाहिँ हुनै पर्यो र साथमा एउटा खुकुरी चाहिँ हुनै पर्यो खुकुरी त नबोक्नु पहाडी भेगका मान्छेहरू त हुँदैनन् मान्छे त प्रायः जसो खाएको मात्रै छ नि त तर कहाँनिर पाउँछ कस्तो ठाउँमा पाउँछ भन्ने कुरा कसैलाई त थाहा हुँदैन नि त हो त अनि कम दलाल गर्छ यहाँबाट खनेर मात्रै भयो तलसम्म लानु पर्यो आमै त्यही पनि उसमा बोकेर भाडा नै उठ्दैन अनि भयो उता फेरि उस्तै दलाल गर्छ फेरि यो घरको बारीमा रोपिने फल होइन यो पहाडी भेगमा निकै पहाडमा चढेर यस्तो दुःख कष्ट 4-5 फिट तलतिर खनेपछि मात्र यो वनतरुल निस्किन्छ कृपया जान्ने बुझ्नेले त अब यस्तो मेहनत देखेर सायद अब यो भिडियो हेरिसके पछाडि सायद दलाली गर्दैनन् कि माटोले जस मलिलो रहेछ
उयो पनि छ उयो पनि होइन यसको चाहिँ देखा पर्यो कुनको चाहिँ नदेखेत न देखा पर्यो कुन पो यो यो अलिअलि फर्किनु ए ए हजुर हो त्यस्तै ए यस्तो हुन्छ यो हो ए यसरी खन्नुपर्ने हुन्छ यो चाहिँ के हो हेर्नुहोस् यो पनि होला अलि आज उतै गएको ल अझै खन्नुपर्ने हुन्छ त्यो कत्रो हो यो चाहिँ बन्की भयो सुरुको यति खन्दा फेरि यति मात्रै आउँछ भनेपछि कति यसको महत्त्व होला यो यही होइन माघे सङ्क्रान्तिमा 1 गते पोलेर टिका चन्दन लगाइन्छ टिका लगाइन्छ होइन त कालो टिका यसैकै हो है यसै तिलक उता भर्खौ अलिक ठुल्ठुलोहरू भन्यो भने खानु नत्र माथिल्लो खानुपर्छ बोट मात्रै सप्राएको हो क्या के भयो यस्तो भयो बोट त हराएको छ त राम्रै छ त यो एउटा बोटको यति आयो अब फेरि यो अब अर्को बोटमा हामी जाँदैछौँ यो नजिकै रहेको कारणले गर्दाखेरि हामीले खन्न पनि अलिक सजिलो भएको छ
माथि पनि खन्दैछ भने त तल त साह्रो पर्छ त छ भनेर जस्तो आएको हो ठुलो पोला भनेको त मलाई ढ्याङ्ग्दै छ सेलहरू यस्तो पो रहेछ त पर्यो डामासँगै परिछ त दाजु डामासँगै परिछ त होइन यतिखेर कहाँ डाँडा काटिसक्यो मान्छेले कहाँ यहाँ बस्छौँ बस्दैन यस्तो लाँदो चाहिँ खै ख्याल्छौँ होला हौ यस्तो लाँदो चाहिँ ख्याल्नुपर्छ होला यस्तो त त यो त सेलरोटी त चेप्टाएर पकाएको छ सर पोल्नु जानेर आम्मामामा हेर्नुहोस् त भनेपछि कस्तो भिरमा आएको छु रहेछौँ त भनेपछि तपाईँ यो ढुङ्गाको आवाज सुन्दा थाहा पाइहाल्नुहुन्छ नि अझै आवाज आउँदैछ अर्को ढुङ्गा है आम्मामा भरा बन्दुक पढाएको छ त आज आउँछ फेरि आम्मा यो चाहिँ अहिले चाहिँ हाइस आयो है यो हो नि त नि यस्तो हो नि त नि यो हो भने क्या बन्द तल खन्दाखेरि यदि ठुल्ठुलो आयो भने त खन्नुको मजा नै छुट्यो हुन्छ क्या यस्तो आयो भने त पाहाडे खन्दा पनि के फरक पर्दैन नि होइन दाजु अम्बा यो हो नि त नि अझ यसको फेद बाँकी नै छ भुइँचालो आयो भन्छ ल
ल फेरि आयो 1 केजीको यो हो नि त नि ए अहिलेको त मुनिको भेट्नु होइन यो ल यो हो नि त तरिका ओके फेरि 1 केजी त्यहाँ आउँछ उयो माथि पनि रहेछ त होइन त्यो गरी 1 केजी आउँला लगभग अघि सुरुमा खनेको भन्दा चाहिँ यसले अलिक पोसायो अलिक रिसाएपछि आएर भनेर बिहानदेखि भन्यो भने त अनि भाइ त पुग्नु पर्छ होइन 50 केजी मैले खन्दै गरेको 1 मन खनिन्छ बिहानदेखि भने पहिले 50 केजी खन्दै होइन तर त्यो अघि सुरु जस्तो फलाइले भने चाहिँ ग्याम डुबाइहाल्यो काम छैन यतिकोसम्म आउनु पऱ्यो कि अनि चाहिँ हुन्छ गाह्रो छ हौ गाह्रो अनि यत्रो मेहनत गरिन्छ अनि तल गएर अनि दलाल होइन गाह्रो ल म चाहिँ दुःख गर्छु अझै माटो खेल्नुपर्छ आउने रहेछ कि अलिक त्यसपछि अझै छ अब यो अझै यो माटोलाई फेरि फाल्नुपर्छ पल्लोपट्टि पनि पुरा माटो ढुङ्गाहरू फाल्ने काम जारी नै छ अब हामी अर्को टोइलेटतिर लाग्यौँ अर्को बोटतिर उयो देखियो ल यो त अर्कै हो नयाँ माछेको झन्मै सानो सानो भन्छ कति झन् थाहा हुँदैन भनेर आफै हामी जाँदा फेरि झऱ्यो भने त हामीलाई नि दिनु सक्छ भन्नु पनि छैन गर न त यो चाहिँ पोहोरको पुरानै ए पोहोर फालेर गएको बुझेर म टिपेन छन् भनेर ए होइन पोहोरको सुरु भयो अब यहाँ पनि बुढी भएछ अर्को कहाँ थियो भाइ कति ठाउँ के हो ए उ त्यो भने चाहिँ अहिले कति बज्यो होला यहीँ छैन अझै नि 2 बजे टक्कै 2 बजे
त साह्रै हेर्नु पर्नुभयो यता यहाँ यहाँ अरू ठाउँमा समानतिर पो राख्नुपर्छ त ढाक्नु पर्यो ढुङ्गा आयो नि त त्यो झरेपछि माथामा झरिहाल्छ खन्दा खाँदै बेची पनि हेपेको यसले टोको भन्छ पुता पुछा गयो क्या छैन यो त Kacak होइन ये अल्छी लाग्दो रहेछ ये अल्छी लाग्दो गाउँको समस्या कस्तो रहेछ रहेछ डुङ्गिएको त्यो पनि ठुलो झालको अब बाँकी छ ढुङ्गा ढुङ्गा अन्त तपाईँ यहाँबाट हान्नु होला हौ यहाँबाट भरे त ठ्याक्क फेरि अघि यस्तो भएर आज यो यसले पो त ऱ्याक गरौँ म त हाली पठाउनु पहिला यो हान्नु त्यो त ठुलो छ यो त निकै ठुलो छ ढुङ्गा आयो ढुङ्गा आयो तपाईँतिर आउँछ त्यो यहाँबाट हान्नु यहाँबाट हान्नुपर्छ तपाईँले यताबाट हाल्नु पछाडि मलाई जोक्छ पाखै झर टाक्की पनि कता यति तरुको लागि पाखै झर या छट अघि यस्तो त कति गयो भयो अब यहाँबाट फेरि अड्क्यो त यार अर्को पनि छ है पानी माथि पनि छ त फेरि मसला हाल्नु आयो 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 तरुल म तल यतिको लागि 1 केजी तरुल निस्किन्छ छैन डाँडै फुट्नु पर्छ यार फेरि मामा छिटो जान्छ यो कता छ चेक गर्दा एकपल्ट डक्टर पा हरेन यो चाहिँ ला तरुलको नाम निस्केन छैन त हँ कहाँ हो
गाडिदिनु अब भनेपछि यसको चाहिँ हराएको छ अब उता खिचिएको एउटा यसो खोलाउनु पर्छ यसको हराएको छ पहाडै फोड्नु जस्तो पर्यो तर सामान यहाँ माल चाहिँ फेरि यहाँ तेर्सिरहेको छ माल तेर्सिरहेको छ यहाँ तुनाउनु खोज्दैछ है कति छ यहाँ कति केजी 1 केजी लगभग अलिक छैन होला 3 पावा 3 पावा चाहिँ 3 पावा आएछ चाहिँ छ दाजु यहाँ अलिकति यहाँ रहेको छ तर यो उयो ढुङ्गा झिक्दा फेरि माथि सबै भत्किने भएको कारणले गर्दाखेरि अलिकति डर लाग्यो यो प्राकृतिक सङ्केत हो यो यसलाई हामीले बुझ्नुपर्छ र छोडिदिउँ हामीले अब हामी यहाँबाट लाग्यौँ अहिलेसम्म अब सबै झोलामा त्यो यो पनि त्यहाँ आएछ पनि 1.5 केजी जति आएछ लगभग 5 केजी चाहिँ भयो त्यति त छ अहिले कसरी पर्ला यो अहिले 100 रुपियाँ केजी त लिन्छ होला सही होला लगभग सही होला भनेपछि आजको हाजिरा बसाइयो एकछिनको लागि एक जनको चाहिँ बसाइयो बिहानै आउँदाखेरि चाहिँ लगभग 40-50 केजी हुने रहेछ राम्रो ठाउँमा हुने रहेछ त्यस राम्रै व्यापार पनि हुने रहेछ यदि व्यावसायिक तरिकाले खन्दै आएर बिक्री वितरण गर्न सक्नु भने अब हामी अर्को बोटतिर कति लाग्दैछौँ 2-2:30 भयो कि अन्दाजी एकदम त्यसपछि सजिलो हुन्छ अहिले खाइयो भाइ त्यो त यहाँ छ यो के तर यो ढुङ्गा यो त्यो ढुङ्गा थियो होइन अनि अर्को नि त त्यो ट्याक्कै ढुङ्गा पर्छ ढुङ्गाले देखाइन त्यो पाखाइमा छ त भाइ अलि बाँच्लो हो त अर्को नि त
यही हो कालो निगुर भनेको यही हो यसको जरा भनेको यही हो यसको दबाई म अब मजाले झारकाट गर्दैछु तरुलको बोट चाहिँ यस्तो हुन्छ है यसको फेद यहाँ छ अहिले खन्दैछौँ हामी यो भनेको दोस्रो तेस्रो ज्याङ होइन हामीले खनेको तेस्रो ज्याङ हजुर पाले पहिले हाम्रो तिमी गल्यो भने मैले ठुलै टर्म भयो एकदम त्यसले पिएको कति केजी भयो होला अन्दाज 10 केजी 5 केजी 5 केजी अलि बढी छ होला यतिकै अते तीन झाङ खन्दाखेरि चाहिँ 5 केजी भन्दा अलिक बेसी आयो अन्दाज 6 केजी भयो न मेरो घडी नि भाइ मेरो यहाँ जायको झोला ल अब हामी यहाँ अनुहार हेर्नुहोस् त धुलोले कस्तो भएको छ हामी तरिका यो यसलाई भन्छ यो के भन्छ जुके पानी जुका पाउँछ पानी चाहिँ फेरि एकदम शुद्ध हो फेरि अब यो पहाडीको चाहिँ यो काखबाट कोखबाट निस्केको पानी हो हामीले एक झोला छ
खुट्टा त भरे अब म त सफा गर्नुपर्छ जाँदै हुँदैन जुका पानीमा ल कहिले सुक्दैन है यो सुप अलिकति सुक्छ पछि थोरै चाहिँ चिकन खाना जति त हुन्छ अब चिउरा र रम्पम जिन्दाबाद यो बाटो त जान्छ होइन त यसलाई के मिक्स गर्ने त्यत्रो त खाइन्छ र त्यति त खाइँदैन आधी आधी यहाँ भइदिनु निकाल्नु खाइँदैन सिमे भूमे नाक नगिना देवी देवताहरू केही नलाग्यो आकाश एक के अरे वनमा डुली हिँड्ने घुमी हिँड्ने सबै वनको खाने चाहिँ तपाईँको यही माग हुन्छ त्यो झोल र कहाँ पो थियो है झोल बोतलको झोल खोइ ए यहाँ छ म त झोल यता हजुर यो चाहिँ तपाईँको कहिले कुरो हाम्रो मिक्लाजुङ डाँडाबाट झरेको पानी हो चाहिँ एकदम शुद्ध पानी हो त्यो पऱ्यो भोलि तपाईँहरू त अनि कति बिहानै आउनुहुन्थ्यो बिहान खाना बोकेर आयो मतलब बिहान कति बजी हिँड्नुहुन्छ 7 बजीतिर 7 बजी हिँडेर बेलुका कति 4-5 बजे 5 बजीतिर 5 बजी आइसक्दाखेरि लगभग कति केजीसम्म ल्याउनु भएको छ 1 मनदेखि 50 केजीसम्म नभएको पनि 30 केजी 30 केजी लिएर अनि जाँदाखेरि बाँड्दै आज हामीले 3 झ्याङ मात्रै भन्दाखेरि लगभग यो कति 7 केजीको आसपासमा छ अनि यो चाहिँ कालो निगरेको ज्वरो पर्यो यो चाहिँ अब ओखतीको लागि हो झाडा पखालाको लागि अरू पनि अनेक काम पनि गर्छ होला तर अहिले चाहिँ मैले झाडा पखालाको लागि चाहिँ यो दिएको छु किनकि त्यहाँ नजिकै थियो छेउमै थियो र लिएको मैले त्यसै गरी चाहिँ कसैलाई चाहिएको छ भने सम्पर्क गर्नु होला है ल अब यो ल है सिमे भूमि नाक नगिना देवी देवताहरू सबैहरू बन्न बस्ने नाली डुली हिँड्ने भूमि जानेहरू है चाहिँ सबै यो है सधैँको छु दुःख बिराम नहोस् दुःख नहोस् गाडी त यसो त्यसै पानी कसरी चाहिँ बोक्नु पर्छ त्यहाँ पर त्यसै खाइदिएको केही हुँदैन गाडी दिएछ यो पनि खानु चिसो पानी
सिमको पाले भने ट्वाटे नि अहिले यस्तो ढोका घाल्नु थाल्नु हुन्छ भए यो त हामीले यहाँ डाइरेक्ट यहाँ लाग्छ देवा मरेको साल अनि ढुङ्गा पल्टाउँछ त्यो पर्सा होला हावामा त डरले मात्र जस्तो लाग्यो होला होला के पर्नु यता मनको डर पनि हो तर आत्मा पनि भड्किएको हुन्छ आत्मा अहिले पो भड्कियो जस्तो भाइ माफी माग्छौँ है हामी अन्जानैमा गल्ती भएछ भने माफी दिनु होला हामी एकछिन मात्रै बस्छौँ अनि गइहाल्छौँ कस्तो हुँदो रहेछ तिमीलाई सानो ढुङ्गा झार्दा कस्तो भयो त्यसलाई भन्दै होला यत्रो आएको छौँ देखाउनु त पर्यो त्यो चिउरा त कस्तो मजाको चिउरा रहेछ ढुङ्गाको कलर र तरुलको कलर एउटै परेछ फुटाउनु अठार आमा त ठुलो पनि हो भन्छ होला यो कलर भएर ल यो तरुल हेर्नुहोस् यहाँ लगभग 7 केजी 6.5-7 केजी जति चाहिँ आज हामीले 3टा बोटमा बेला पार्न सफल भयौँ तर यो ढुङ्गा र यो तरुलको चाहिँ कलर एउटै भएर